हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। साथीहरू, आज चाहिँ मैले धेरै पछि फेरि पनि एउटा ब्लग लिएर आएको छु। हजुरहरूले साथ सपोर्ट गर्नुहुन्छ भन्ने मलाई धेरै ठुलो आशा छ साथीहरू। अनि आज चाहिँ मेरो बिहानीको सुरुवात कसरी भयो त भनेर म हजुरहरूलाई देखाउँछु। अहिले चाहिँ बिहानको 5:25 गएको छ साथीहरू। अहिले चाहिँ म बिहान उठेँ। अब चाहिँ म के गर्छु त भनेर हजुरहरूलाई देखाउँछु। अनि म अहिले उठेँ, अब चाहिँ म फ्रेस हुन्छु साथीहरू। अब चाहिँ म यहाँ ब्रस गर्नु पर्यो भनेर आएको छु। अब चाहिँ म ब्रस गर्छु। अब चाहिँ मुखसुख धुनुपर्छ। अब चाहिँ म मजाले मुख धुन्छु। मैले मुख पनि धोएँ, म अलिक फ्रेस पनि भएँ साथीहरू। हाम्रोतिर बिहान बिहानैको नजारा हेर्नुहोस् न, यहाँ कस्तो धुम्म छ। पानी आउन लागेको छ। सायद पानी पनि आउँछ होला आजभोलि त एकदमै बढी पानी हावाहुरी आउँदैछ। हजुरहरू पनि सचेत भएर रहनु होला। कुन कुन ठाउँबाट हजुरहरू हुनुहुन्छ प्लिज तल कमेन्ट गर्नु होला। हेर्नुहोस् त, यहाँनिर हाम्रो ठाउँमा पुरै खतरा। हाम्रो दिदी चाहिँ दुध पुर्याउन जाँदै हुनुहुन्छ। अब चाहिँ मैले खाना बनाउनु पर्ने हुन्छ। पहिला चाहिँ खानासाना बनाउँछु अनि त्यसपछि मात्रै म यता भित्र घर सरसफाइ गर्छु साथीहरू। हाम्रो घरमा चाहिँ हेर्नुहोस् न, यहाँ डगहरू यहाँ छ एउटा, अनि यहाँ पनि छ एउटा, अनि हाम्रो पनि छ एउटा रक्की। त्यसलाई चाहिँ म अहिले एकछिनमा देखाउँछु। त्यो चाहिँ अहिले यहाँ छैन, कतै डुल्न गएको होला। यहाँ हेर्नुहोस् है त, कस्तो मजाले मान्छ। त भनेको सबै कुरा मान्छ। कालु 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 हात देऊ, यो हात देऊ, देऊ कालु, देऊ न, यो हात देऊ न, यो हात देऊ न, देऊ, यो देऊ, देऊ, यो हात देऊ, देऊ, हात देऊ। टेरेन, आज चाहिँ टेरेन साथीहरू। भनेको मान्थ्यो, आज चाहिँ टेरेन। आऊ कालु, आऊ कालु, आऊ कालु, कालु, आऊ आऊ टेरेन साथीहरू। आज चाहिँ मलाई कालेले टेरेन। अरू बेला चाहिँ टेर्थ्यो, आज चाहिँ एकदमै टेरेन। किन हो साथीहरू? है मेरो खाना बनाउने ठाउँ, मेरो खाना बनाउने चुलो यस्तो छ। अब म चाहिँ यहाँनिर खाना बनाउँछु। हाम्रो चाहिँ बिहानै खाना बनाउनु पर्छ। किचनमा आएँ। अब म चाहिँ मेरो किचन हेर्नु है त, बिहान बिहानैको नजारा चाहिँ एकदमै हेर्न नहुने छ। हिजो फेरि पानी आएर राति खाना बनाएर खान नि गाह्रो भयो। सफा गर्न त त्यत्तिकै भइहाल्यो। अब हेर्नुहोस् है त, अहिले एकछिनमा म सफा गरिसकेपछि पनि मेरो किचन देखाउँछु हजुरहरूलाई। के गर्नु, हाम्रो किचन यस्तै छ साथीहरू, केही नभनिदिनु होला। अनि यहाँ चाहिँ म बिहान म डाइटिङ गर्दैछु नि त। अनि बिहान बिहानै चिया सिड्स र पानी खान्छु म। हिजो बेलुका मैले 2 चम्चा चिया सिड्स भिजाएको थिएँ पानीमा। अहिले चाहिँ म त्यो चिया सिड्सलाई तताउँछु। अब तताउनको लागि चाहिँ मैले दिउरे लिएको छु साथीहरू। अब चाहिँ मैले चिया सिड्सलाई दिउरेमा लाउँछु। हेर्नु है त, अब हाम्रो चिया सिड्स यहाँ छ। यो चिया सिड यहाँ छ साथीहरू, हेर्नुहोस् त, चिया सिड्स पानी। अब यो चिया सिडलाई मजाले त होइन, हल्का मन्ताको तताउने, मन्ताको पारेर सुरुप सुरुप चिया खाए जस्तो पिउने। हजुरहरू त चिया पिउनुहुन्छ होला, म चाहिँ चिया सिड्स पिउँछु। अहिले चाहिँ म डाइटिङमा छु। अब चाहिँ म ग्यास बाल्छु। त्यसपछि म यहाँनिर दिउरे बसाउँछु। अनि सारा चिया सिड्स र पानीलाई म यहाँ बसाइदिन्छु।
अब यसलाई चाहिँ हल्का मनतातो हुन दिनुपर्छ। र यो चिया सिड पानी चाहिँ तातिसक्यो। अब यसलाई चाहिँ म मजासँगले दिउरेमा ग्लासमा खनाउँछु। खनाएँ। अब यो चाहिँ म सुरुप सुरुप चिया खाए जसरी पिउँछु। यो चाहिँ आधा लिटरको ग्लास हो। चाहिँ एउटा मैले बोइल लिएको छु। यो बोइलमा चाहिँ म 2-3 मुठी जति मुसुरीको दाल भिजाउँछु। अनि यो दाल चाहिँ म दालको पकौडा बनाउन लागेको साथीहरू। आज चाहिँ हजुरहरूलाई म दालको पकौडा कसरी बनाउने भनेर देखाउँछु साथीहरू। हेर्नु है त, यहाँनिर मैले अलिकति दाल लिएको छु। हामी यो चाहिँ 2 जनालाई मात्र हो। यहाँनिर धारा खोलेँ मैले। अनि यहाँनिर मैले दाललाई चाहिँ मजाले पानीमा धुन्छु। 2 पानी जति यसलाई धुन्छु। अनि त्यसपछि चाहिँ म यसलाई एकछिन ढड्याउँछु। यसलाई मिक्सरमा पिस्दा चाहिँ अलिक कडा हुँदैन। अनि यसलाई चाहिँ सिलौटामा पिस्नुपर्छ। अनि यसलाई मैले 2 पानी पखालेँ। अब चाहिँ म यसलाई ढड्याउँछु। एकैछिनमा भिजिहाल्छ यो। अब चाहिँ म यसलाई एकैछिन भिज्न छोडिदिन्छु छोपेर। हाम्रो गाउँघरमा यस्तै हो, साधारण तरिकाले खाना बन्छ। अब चाहिँ म यो हन्डीमा माटो लगाउँछु। अनि त्यसपछि हजुरहरूलाई देखाउँछु है त। म हन्डीमा माड तारेर खाना बनाउँछु साथीहरू। मैले चाहिँ हन्डीमा माटो पनि लगाइसकेँ। अब चाहिँ मैले हन्डीमा माटोलाई अनि त्यसपछि अब चाहिँ यहाँनिर म हेर्नु है त, यहाँनिर मजाले मैले चामललाई पनि धोएँ। पानी पनि गयो। अब चाहिँ म यसलाई 2-3 पानी धोइसकेपछि चामल एकछिन यहीँ छोडिदिन्छु। चाहिँ हाम्रो आगो पनि बल्दैछ। म चाहिँ यहाँ बस्छु। अनि त्यसपछि यहाँ आगो बल्दैछ। अनि अब यही आगोमा चाहिँ म खाना बसाउँछु। आज के बनाउँछु भनेर हजुरहरूलाई देखाउँछु। हजुरहरूले चाहिँ भिडियोलाई स्किप नगरिकन पुरै हेरिदिनु होला साथीहरू। हामी साना भ्लगरलाई पनि सपोर्ट गरिदिनु होला। मैले चाहिँ अब यहाँ पानी बसाइदिएँ खानाको लागि। अब यहाँनिर चाहिँ आगो पनि मजाले बलिरहेको छ। अनि अब यो पानी तात्छ। अनि यो पानी तातेपछि म माड तारेर मजाले चामल हालेर बनाउँछु। अनि माड तारेर भात बनाउँछु। अनि हजुरहरूलाई देखाउँछु है त साथीहरू। यहाँनिर चाहिँ साथीहरू हाम्रो घरको डन बस्नु भएको छ। हाम्रो घरको डन। कति लाम्ली हौ तिमी त। यो हात देऊ हिल्लो भएर आएको छ साथीहरू। कहाँ गएर आएको यो? बिहानै कहाँ खेलेर आएको? कहाँ गएको थिइस्? रकी यता हेर न। ल खाना भनेपछि चाहिँ कस्तो गर्छ। यस्तो मजाले बसेको छ हेर्नु त साथीहरू। यस्तो मजाले बस्छ हाम्रो रक्की। मैले चाहिँ यहाँनिर 2टा करेला पनि लिएको छु। अनि यो करेलाको चाहिँ अचार बनाउनु पर्यो भनेर साथीहरू। अब यो करेलालाई चाहिँ म मजाले पखाल्छु। अनि यो करेलालाई पखालेर अनि यसलाई म काट्छु मसिनो पारेर। म यो करेलालाई हेचुले सिले मजाले काट्छु। मैले चाहिँ यहाँनिर करेला काटिसकेँ। हेर्नु न करेला कस्तो मजाले काटेको छु मैले। यत्रो चाना पारेर। अनि हेर्नु न साथीहरू, अलिकति करेला चाहिँ कुहिएरै गएछ। पुरै करेला चाहिँ भएन, थोरै चाहिँ आधी जति चाहिँ यहाँ कुहिएछ साथीहरू। यहाँ हाम्रो पानी पनि तातिसक्यो। अब चाहिँ म यसमा चामल हाल्छु। मैले यहाँनिर अघि धोएर राखेको थिएँ चामल। अब चाहिँ म त्यो चामल यहाँ हाल्छु। फेरि हावा हुन्डरी आउन आँटेछ साथीहरू। मौसम पनि कस्तो हुन थाल्यो एकैछिनमा। बनाइसक्नुभयो? अब चाहिँ म यहाँ चामल हाल्दैछु साथीहरू। मैले चाहिँ यहाँनिर चामल हालेँ। यहाँनिर चामल हालेँ साथीहरू। अब चाहिँ म यसलाई मजाले चलाउँदै बनाउँछु।
अब एकछिन यसलाई उम्लिन छोडिदिनुपर्छ। मैले चाहिँ ग्यास बाले साथीहरू, अनि अब यहाँनिर मैले कराई पनि बसाएँ, यहाँ हेर्नु सक्नुहुन्छ। यहाँनिर हाम्रो कराई तात्दै छ साथीहरू। अब टक्कसँगले यहाँनिर म यो करेलालाई पनि लगाइदिन्छु साथीहरू। करेलालाई मैले लगाइसकेँ, अनि अलिकति म पानी लाएर म यसलाई चाहिँ बोइल गर्नलाई छोडिदिन्छु। पानी पनि लगाइयो, अब यसलाई झ्याप्प पारेर छोपिदिने। ग्यास बलिरहेको छ, अनि अब यो करेला बोइल हुन्छ। यो करेलामा पानी लगाइसक्यो, अब चाहिँ अलिकति नुन पनि करेलामा लाउनुपर्छ। अब चाहिँ यहाँ मैले नुनलाई पनि लगाएँ, अनि यो चम्चाले नुनलाई पनि हल्का सबैतिर लागोस् भनेर फिटिदिएँ। यहाँ चाहिँ हाम्रो चामल बसाएको चामल मजाले उम्लिन थाल्यो। अब हेर्नु आगो पनि खतरा बलिरहेछ, यहाँ उम्लिँदैछ। माड तार्छु, माड तार्दैछु म यहाँ, हेर्नु होला। आगो चिखेर गइरहेछ, माड तार्दैछु। माड तारेर एकछिन भर्साउनुपर्छ, अनि त्यसपछि हाम्रो खाना रेडी हुन्छ। अहिले माड तारेँ, अनि त्यसपछि यस्तो भएको छ। अब यसलाई चाहिँ एकछिन भर्सिन छोडिदिनुपर्छ। अहिले चाहिँ यहाँनिर करेलाको अचारको लागि, अनि त्यसपछि चटपटेको लागि, दुवै थोकको लागि भनेर एकैचोटि आलु बसाउँछु भनेर चाहिँ आलु पखाल्दैछु साथीहरू। मजाले म यो अब आलुलाई पखाल्छु। आलुलाई पनि मजाले पखालेर ल्याइसकेँ, अनि त्यसपछि यहाँ मैले भाँडोमा पनि मजाले खरानी लगाएर माटो लगाएर अनि पानी भरेको छु, हेर्न सक्नुहुन्छ। अनि अब म यो आलुलाई मजाले यहाँनिर हाल्छु साथीहरू। भात चाहिँ हाम्रो भइसक्यो, अब खानालाई चाहिँ म निकाल्छु, अनि यो आलुलाई चाहिँ 2-3 सिटी लगाइदिन्छु, अनि आलु पनि उसिन्छ। अब चाहिँ यहाँ हाम्रो अघिको करेला हेरौँ है त कस्तो भएछ। यस्तो मजाले बोइल हुँदै रहेछ यो करेला। अब यसलाई चाहिँ सट्ट निकाल्ने हो, पानी तारेर, अनि फेरि फ्राई गर्ने हो हल्का। यो करेलालाई यहाँनिर थालमा खन्याएँ। अब यसलाई चाहिँ म मजाले पखाल्छु, अघिको नुनलाई पनि फाल्छु, अनि फेरि यसलाई चाहिँ म एकपल्ट मजाले तेलमा फ्राई गर्छु। चाहिँ मैले यहाँ कराई पनि बसाएँ, अनि अब म यहाँ हल्का तेल हालेर अनि करेलालाई मजाले भुट्छु एकछिन, अनि त्यसपछि आलु पनि यता उसिनिँदैछ साथीहरू। यहाँनिर मजाले मैले यहाँनिर तेल हालेँ साथीहरू करेलाको लागि। तेल यहाँनिर तात्दैछ, चाहिँ यहाँनिर हल्का बेसार लाएर करेलालाई फ्राई गर्न बसाइदिएँ। हाम्रो करेला फ्राई हुँदैछ, करेला चाहिँ अब एकछिन फ्राई होस्, अनि त्यसपछि यसलाई रातो पार्ने। अब यहाँनिर करेलाको अचार र खानाले मात्रै त हुँदैन, त्यही भएर मैले 2-3टा लिएको छु यहाँ आलु, अनि अलिकति लिएको छु यहाँ परवल। अब म यसलाई फेरि काट्छु। मैले यहाँ परवल र आलुलाई पनि काटिसकेँ, अब चाहिँ म यो परवल र आलुलाई पनि धुन्छु। अब चाहिँ म यो परवल र आलुलाई पनि धुन्छु। मैले यो परवल र आलुलाई पनि काटिसकेँ, त्यसपछि यसलाई पनि मजाले धुन्छु, अनि यो पनि रेडी हुन्छ। हेर्नु है साथीहरू, हाम्रो करेला कस्तो हुँदैछ, मजाले फ्राई हुँदैछ। अब यो करेला मजाले फ्राई भएपछि त्यो मजाले फ्राई हुँदैछ। अब चाहिँ यही तेल रहेको छ, यही तेलमा अरू अलिकति तेल म थप्छु, अनि त्यसपछि यसैमा चाहिँ म अब परवललाई पनि फ्राई गर्छु।
फ्राई भन्दा नि ग्रेभी बनाउँछु परवल र आलुको। हामी चाहिँ प्याज खाँदैनौँ साथीहरू, त्यसैले म अब चाहिँ यसमा अलिकति ज्वानोहरू अनि त्यसपछि खुर्सानी लाउँछु। अब चाहिँ म यसमा हल्का ज्वानोलाई पनि मैले हालेँ अनि अलिकति खुर्सानीलाई पनि हालेँ। खुर्सानी फ्राई भइसक्यो, त्यसपछि मैले हल्का यसमा बेसार पनि लगाएँ साथीहरू। हल्का भन्दा नि मजाले सब्जीमा लाग्ने गरी बेसार पनि मैले लगाएँ। अब म यसलाई एकचोटि मजाले चलाउँछु। अब चाहिँ यसमा म मजाले फेरि परवललाई लगाउँछु साथीहरू। टक्क पारेर परवललाई मैले लगाएँ, परवल आलुलाई। अब यसलाई म मजाले एकपल्ट चलाउँछु। म चाहिँ एकदम सिम्पल खाना बनाउँछु साथीहरू। अब यसमा चाहिँ म मजालेसँगले नुन स्वादअनुसार, मजाले भन्दा पनि स्वादअनुसार नुन लाउँछु। यो ग्रेभी खाने भएको कारणले हल्का नुन बढी नै लाएँ। अनि त्यसपछि म यसलाई फेरि मजाले एकपल्ट चलाउँछु अनि त्यसपछि यसलाई म छोपिदिन्छु। अब चाहिँ मैले यसलाई मजासँगले छोपी पनि दिएँ, आगो पनि बल्दैछ। मैले यहाँनिर 2टा टमाटर मसलाको लागि अब म रेडी गर्छु, तर के हाल्छु भनेर पनि देखाउँछु। यहाँ चाहिँ मैले हालेँ 1 चम्चा अलिकति जिरा, अलिकति जिरा हालेँ। अनि अब यसमा चाहिँ मैले अदुवा अनि खुर्सानी अनि यहाँनिर चाहिँ मैले राखेको छु अलिकति लसुन, सबलाई म मिक्स गर्छु। अनि 2टा टमाटरलाई पनि म पखालेर काटेर हाल्छु। मैले चाहिँ यहाँनिर टमाटरलाई पनि काटेँ, टमाटरलाई पनि यहाँ मैले हालेँ। अब अलिकति पानी हालिदिन्छु। लाउन चाहिँ म यहाँ धारामै आएँ, हल्का पानी लाउने हो, धेरै होइन। पानी पनि लगाएँ, यस्तो भयो। अब चाहिँ यसलाई म मिक्सरमा ग्राइन्ड गर्न लाँदैछु। अब चाहिँ म यहाँ मिक्सरमा टक्क पारेर यसलाई ग्राइन्ड गर्छु है त। अब चाहिँ यहाँनिर हेर्नु, हाम्रो मसला पनि रेडी भइसकेको छ। यता हाम्रो परवल पनि पाक्दैछ। अब यो मसलालाई म अहिले हाल्दिनँ, एकछिन पकाएर मात्रै हाल्छु। यहाँ हाम्रो परवल पनि पाकिरहेको छ साथीहरू। अनि त्यसपछि उता हाम्रो यहाँ आलु पनि हुँदैछ। हेर्नु, आलु पनि उसिनिँदैछ। अब आलु उसिनेपछि चाहिँ म हजुरहरूलाई करेलाको अचार बनाउने रेसिपी देखाउँछु। चाहिँ हाम्रो अघि ढडियाको दाल पनि ढाडिसकेको छ साथीहरू। अब चाहिँ टक्क पारेर यो दालको पानी पनि फ्याल्छु। अनि अघि नै मैले दाललाई पखालिसकेको छु। अब चाहिँ म यसलाई मजाले मिक्सरमा होइन सिलौटामा पिस्छु। मैले चाहिँ यहाँनिर अब सिलौटो र लोहोरो पनि धोइसकेको छु। अनि यहाँ दाल पनि रेडी नै छ। अब चाहिँ म यो दाललाई यहाँनिर खनाउँछु साथीहरू। यो दाललाई अलिकति गर्दै पिस्छु। 2-3 चोटिमा चाहिँ यो दाल चाहिँ पिसिन्छ साथीहरू। अब चाहिँ यहाँ हेरौँ है त साथीहरू, परवल कस्तो चाहिँ भयो भनेर देखाउँछु। हाम्रो परवल चाहिँ यस्तो हुँदैछ, यहाँ भुटिँदैछ मजाले। अब यो परवलमा अलिकता चाहिँ म यहाँ पानी हालेर पकाउँछु साथीहरू, नत्र भने यो छिटो पाक्दैन। यसलाई ग्रेभी बनाउने भएको कारणले गर्दा यसमा पानी हाल्दा केही पनि फरक पर्दैन। मैले चाहिँ परवलमा कति पानी लाएँ। अब चाहिँ म यो परवललाई छोपिदिन्छु फेरि पनि। अनि त्यसपछि यसलाई छोपेर चाहिँ पकाउँछु। अनि यो पानी सुकेपछि मसला हाल्ने साथीहरू। अब चाहिँ हाम्रो परवल कस्तो भयो त। अब चाहिँ यो आलु पनि पाक्यो, परवल पनि पाक्यो। अब अघि पिसेर राखेको मसलालाई चाहिँ मजाले हामीले यहाँनिर हाल्नुपर्छ। अब मैले अघि पिसेर राखेको मसला यहाँनिर छ। अब यो मसलालाई चाहिँ म मजासँगले यहाँ बनाउँछु। अनि त्यसपछि यसलाई मजाले चलाउँछु। अनि एकछिन यसलाई मसला पाक्ने गरी छोपिदिनुपर्छ। अब यो मसला पिसेको भाँडोमा पनि हल्का पानी लाउने, धेरै होइन। अनि त्यसपछि यसको बिर्को लाउने।
अनि यसलाई एकचोटि मजाले फिट्ने अनि टक्क पारेर यहाँनिर फेरि यो पानी लाउने। साथीहरू कस्तो छ है साथीहरू, मलाई त जस्तो आयो त्यस्तै बनाउँछु। हामी गाउँको खाना साधारण रेसिपी हो साथीहरू। अब यहाँनिर टक्क पारेर बुलुक बुलुक उम्लिँदैछ मसला। अब यो मसला गनाउँछ, एकछिन त पकाउनु पर्यो। मसला पकाउँछु अनि यहाँ मैले अघि रेडी गरेको दाल पनि पिसिसकेँ। अदुवा र लसुनलाई यहाँ पेस्ट बनाउनलाई रेडी गरेको छु दालको पकौडाको लागि। अब म यो अदुवा लसुनलाई पिस्छु। अब अघि मसला हालेको कस्तो भयो हेरौँ है त साथीहरू। अघि मसलालाई पकाएको थिएँ मैले। अब चाहिँ रेडी भयो हाम्रो सब्जी। अब हल्का चाहिँ यसमा पानी थोरै लाउने अनि टक्क पारेर अनि चाहिँ यसको ग्रेभी पनि रेडी हुन्छ साथीहरू। अब यो ग्रेभी रेडी भयो। चाहिँ हेर्नु है साथीहरू, परवलको सब्जी पनि एकदम रेडी भयो। अनि अब मैले यहाँनिर प्याज लिएको छु। अब म यो प्याज यहाँ लाउँछु दालको पकौडामा। त्यसपछि यहाँनिर छ हाम्रो लसुन र अदुवाको पेस्ट। यो लसुन र अदुवाको पेस्टलाई पनि म यहाँ लाउँछु। अनि मसिनो गरी काटेको खोर्सानी यसलाई पनि म यहीँनिर लाउँछु साथीहरू। अब चाहिँ म यहाँनिर अलिकति बेसार पनि लाउँछु है साथीहरू। हल्का बेसार पनि म अलिकति यहाँनिर लाउँछु। अलिकति काँचो तेललाई पनि यहाँनिर एड गरेँ। अनि यहाँनिर हल्का मैले आँटालाई पनि लगाएँ। अब स्वाद अनुसार यो नै यहाँ हेर्नु है, यहाँ परवलको सब्जी पनि भइसक्यो। यसलाई मैले ग्यासको फ्लेमलाई बन्द गरेँ। त्यसपछि यसलाई मैले छोपिदिएँ, सब्जी पनि रेडी भयो। अब यहाँनिर म ठिक्क नुन पनि लाउँछु स्वाद अनुसार। यहाँनिर सबै थोक लाएर यस्तो मजाले मोल्दैछु साथीहरू यहाँ। अब यसलाई मजाले मोलेर म रेडी गर्छु। अनि त्यस पछाडि चाहिँ म दालको पकौडा पकाउनतिर लाग्छु। मैले चाहिँ फेरि यहाँनिर त्यही कराईलाई हल्का धोएँ पखालेँ। अनि त्यसपछि फेरि मैले यहाँ बसाएको छु। अब चाहिँ करेलाको अचारको लागि मसला तेल र खुर्सानी, यहाँ खुर्सानी पनि रेडी गरेको छु। खुर्सानी अनि हल्का बेसार झान्ने हो। यहाँनिर चाहिँ छ हाम्रो करेला र आलु। अब यसमा चाहिँ मैले यहाँनिर तेल तताउनलाई कराई बसाएको छु। चाहिँ म यहाँनिर हल्का तेल लगाउँछु, धेर पर्दैन, हल्का भइहाल्छ। म चाहिँ अब यहाँ हल्का तेल लगाएँ मैले। यहाँनिर भयो। अब यहाँनिर मैले खुर्सानीलाई भुट्नलाई बसाइदिएँ। टक्क यो खुर्सानी फुटिन्छ। अनि त्यसपछि यहाँनिर म हल्का लगाउँछु। हल्का अघि पनि हामीले यहाँ बेसार लगाएको छ, यहाँ प्याज पनि लगाएँ मैले। अब हल्का बेसार लगाउँछु, बढी बेसार म लाउँदिनँ। अनि त्यसपछि यसलाई चाहिँ सरर पारेर म यहाँनिर खाने आएँ साथीहरू। अब चाहिँ म यहाँनिर तिलको धुलो हल्का लगाउँछु ठिक्क। अनि स्वाद अनुसार नुनलाई पनि म यहाँनिर लगाउँछु। कतिको नुन खानुहुन्छ हजुरहरूले? म चाहिँ हल्का कम नै नुन खान्छु, त्यही भएर ठिक्क नुन लगाउँछु। चाहिँ म यसमा अलिकति अमिलोलाई पनि एड गर्छु। कडा बनाउनु पर्यो नि अमिलो पनि। यसलाई मजाले मोल्छु साथीहरू। अनि हाम्रो अब भयो अचार रेडी, करेलाको अचार। यहाँ चाहिँ मैले तेल बसाएको छु। यो तेल चाहिँ तातेको छ। अब चाहिँ म यहाँनिर पकौडा सट्ट हाल्दैछु साथीहरू। दालको पकौडालाई मजाले बनाएर टक्कसँगले यहाँ हाल्दैछु। अब यसलाई चाहिँ पल्टाउने बेला भएको छ साथीहरू। यहाँनिर यस्तो हुँदैछ। अब चाहिँ म यसलाई यहाँ मजाले पल्टाउँछु।
अब एकपट्टि पाको अर्कोपट्टि पनि पाकेपछि सट्ट म निकालेर हजुरहरूलाई देखाउँछु। हाम्रो पकौडा चाहिँ दामी भयो साथीहरू, पकौडा रेडी भइसकेको छ। ले चाहिँ आजको लागि खाना सबै बनाइसकेँ, हजुरहरूलाई पनि देखाइसकेँ होइन। अनि मेरो बुढोले चाहिँ खाएर उहाँ चाहिँ ड्युटी पनि गइसक्नुभयो। अहिले चाहिँ बिहान 8 बजेको छ। अब चाहिँ हेर्नु न, बिहान खाना बनाएको भाँडाहरू अनि बुढोले खाएको खाना भाँडाहरू गरेर यति भाँडा चाहिँ यहाँ मेरो बेसनमा थुप्रेको छ। अब चाहिँ म भाँडालाई एकदम घटी सफा गर्छु। अनि भाँडा सफा गरिसकेपछि चाहिँ म भित्र मेरो घरतिर सफा गर्नुपर्ने छ साथीहरू। अब भाँडा सफा गर्छु अनि त्यसपछि म दुध लिन जान्छु। बिहान त मेरो फुर्सदै हुँदैन, त्यही भएर म दुध लिन जान भ्याउँदिनँ। अनि बिहानै घर सफा गर्ने भन्ने एउटा नियम छ, तर बिहानै चाहिँ म घर सफा गर्न पनि भ्याउँदिनँ साथीहरू। एक्लो भएपछि यता पनि गर्नु पर्यो उता पनि गर्नु पर्यो, सम्भवै हुँदैन बिहान उठ्ने। आजको बिहानी त मेरो देखाइसकेँ हजुरहरूलाई। अनि अब चाहिँ म के गर्छु त भन्दा यो भाँडा धुन्छु। अनि यो भाँडा धोइसकेपछि चाहिँ म दुध लिन जान्छु। म दुध लिन गएको नि हजुरहरूलाई देखाउँछु। म दुध लिन जान्छु अनि दुध लिएर आएर चाहिँ मेरो घर चाहिँ म सफा गर्छु। म चाहिँ यो किचनमा छु नि त अहिले, अनि किचन पनि सफा गर्छु। अनि त्यसपछि यता किचन चाहिँ हाम्रो बेग्लै छुट्टै छ, त्यो कारणले खासै फरक पनि पर्दैन, घरभित्र त्यति फोहोर पनि हुँदैन। अनि यता चाहिँ मेरो घर छ, यहाँ चाहिँ हाम्रो रक्की बसिराखेको छ। रक्की यता हेर, रक्की आऊ आऊ, रक्की आऊ, ल ल। अनि यहाँ चाहिँ हाम्रो राते पनि बसिरहेको छ है। हाम्रो घरमा चाहिँ कुकुरहरू चाहिँ 6-7 वटै छ। अनि त्यसपछि यहाँ हेर्नु, अब यो चाहिँ मेरो घर हो, सानो घर। यो घरलाई चाहिँ सफा चाहिँ मेरो घर हो। अनि यता चाहिँ भित्र मेरो घर हो भने यता बेग्लै छ क्या मेरो किचन चाहिँ। अनि यो किचनमा चाहिँ नि भाँडा पनि मोलिसकेँ। अनि हेर्नु मेरो बेसन पनि एकदम क्लियर भएको छ, भाँडा पनि मोलेँ। अब चाहिँ म दुध लिनलाई जाँदैछु। हाम्रो यो अघिदेखि यहीँ नै बसिरहेको छ, मैले खाना बनाइसकेँ त्यही पनि यो उठेर गएको छैन। यहाँबाट परको घरमा म दुध लिन जान्छु, पर देखिँदै गरेको घरमा साथीहरू। चाहिँ यहाँ हिँड्दैछु दुध लिनलाई। अहिले चाहिँ 8:15 जति भएको छ। अब चाहिँ म दुध लिन जान्छु। म त्यहाँ पुगेर हजुरहरूलाई देखाउँछु है त। यहाँ हेर्नु न साथीहरू, हाम्रो घर यो परको त्यो हो है। अनि म चाहिँ यता जाँदैछु दुध लिन, त्यो घरमा जाँदैछु। यहाँ म आइपुगिसकेँ दुध लिनलाई बहिनीहरूकोमा। यहाँ बहिनीले एकछिन अब यहाँ दुध हाल्यो, दुध लिएर घर जाने हो। अनि दुध चाहिएमा चाहिँ हाम्रो बहिनीलाई सम्पर्क गर्नु होला। यहाँ चाहिँ प्रशस्त दुध छ। यहाँ गाई पनि छ, तर यो करेलाको झ्याङले यहाँनिर कत्रो करेला फलेको छ हेर्नु त। अघि मैले करेलाकै अचार बनाएको थिएँ, आज चाहिँ यहाँ हेर्नु, यहाँ दिदीहरूकोमा बहिनीहरूकोमा खतरा करेला छ। यो चाहिँ मेरो पुच्छर लागेर यहाँ आइपुगेछ साथीहरू। लागे आफ्नो गन्तव्यतिर दुध लिएर म चाहिँ घरतिर लागेँ। आइज राते। अब चाहिँ म घर जान्छु। त्यसपछि मेरो सुरु हुन्छ मेरो घरभित्रको सफाइ सरसफाइ साथीहरू। यहाँ हेर्नु न मेरो पुच्छर ए मेरो पुच्छर यता हेर। म चाहिँ यहाँ दुध लिएर घर पनि ढिक्क आइपुगेँ। हेर्नु घरमा थोरै छैन कुकुर, एउटा यहाँ राते 2टा, अर्को काले 3टा। अझ मेरो यहाँनिर हिरोले त यताबाट च्याएर हेरिरहनु भएको छ। मेरो हिरोले यहाँबाट हिरो कस्तो मजाले च्याएर हेरिरहेछ। अब चाहिँ यो दुधलाई म तताउँछु साथीहरू मजाले ग्यास बालेर। अनि दुध बसाइदिएँ। यो दुध चाहिँ के को लागि भन्नुहुन्छ होला, दुध चाहिँ हामी खाँदैनौँ, यो हाम्रो रक्कीको लागि। अनि बाहिर देख्नुभयो होला मेरो बडीगार्डहरू, उनीहरूकै लागि दही जमाउनलाई हो। अनि हल्का फल्का कहिलेकाहीँ हामी पनि मही खान्छौँ साथीहरू। हेर्नु कस्तो मजाले दुध उम्लिँदैछ चट्ट। अब यसलाई सानो ग्यास बनाउने अनि एकछिन उमाल्ने, त्यसपछि जोडान लाउने, दही जमाउने। अब चाहिँ म लागेँ पुच्चो र फोहोर उठाउने लिएर भित्रतिर। अब चाहिँ म यहाँ चेन गेटको छेउमा छु साथीहरू। अब चाहिँ म पसेँ भित्र।
घरतिर साथीहरू अँध्यारो धेरै छ है। अब बत्ती बाले मैले। मेरो घर यस्तै छ, सानो घर, हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। यो चाहिँ मेरो सिटिङ रुम हो। म हजुरहरूलाई देखाउँछु है त, सफा गर्नुभन्दा अगाडि अनि सफा गरे पछाडि। मेरो पस्ने बित्तिकै पहिला चाहिँ बरन्डाको कोठा आउँछ। बरन्डाको कोठा यस्तो छ मेरो। हामी दुईजना मात्र छौँ, त्यो कारणले खासै फोहोर हुँदैन घरभित्र। यहाँ चाहिँ मेरो बुढोले पूजा गर्नुहुन्छ, कहिलेकाहीँ म पनि गर्छु। अनि बरन्डाको कोठा हाम्रो यस्तै छ साथीहरू। बरन्डाको कोठा खासै फोहोर हुँदैन, त्यही भएर यसलाई पनि हल्का फल्का सफा गर्दा हुन्छ। अनि यहाँ चाहिँ हेर्नु न, हामी कन्याम गएको थियौँ कि, अनि यहाँ चाहिँ मेरो बुढा र म, यहाँ पनि मेरो बुढा र म, अनि यहाँ चाहिँ मेरो बुढाको साथी अनि उहाँको श्रीमती भनौँ न। अनि यहाँ चाहिँ निशा बहिनी र म। यही हो साथीहरू, मेरो बरन्डाको कोठा खासै फोहोर छैन, यसलाई खासै सफा गर्नु पर्दैन, हल्का फल्का बढार कुडार गर्दा हुन्छ। यही हो मेरो बरन्डाको कोठा। चाहिँ म लागेँ मेरो सिटिङ रुमतिर साथीहरू। मेरो सिटिङ रुम चाहिँ यस्तै छ। यहाँ चाहिँ मेरो फ्रिज छ। अनि त्यसपछि यो कोठा पनि खासै फोहोर त हुँदैन, तर पनि यो कोठालाई पनि सफा चाहिँ गर्नुपर्छ साथीहरू। चाहिँ आयो हामी सुत्ने रुम। यहाँ हेर्नु कस्तो फोहोर छ। यताउति त ठिकै छ साथीहरू, तर ओछ्यान चाहिँ अलिकति सफा गर्न भ्याएको छैन। अब यो ओछ्यानलाई म सनक्क पारेर हजुरहरूलाई देखाउँछु है त कस्तो हुन्छ भनेर। अनि भुइँ त बढार्ने हो, अरू त खासै केही पनि हुँदैन साथीहरू। अघि चाहिँ मैले सफा नगरी मेरो यो रुम यस्तो थियो भने अहिले चाहिँ मैले यो रुम सनक्क पारेकी छु। अनि तल भुइँ पनि बढारेर बढार कुडार गरेकी छु। अनि यहाँ हेर्नु साथीहरू, यो चाहिँ मेरो मोमो खाने भाँडो। अनि यसमा चाहिँ म कुनै दिन मोमो बनाएर हजुरहरूलाई देखाउँछु। अनि यही हो मेरो रुम। सनक्क भयो नि साथीहरू, हेर्नु त। बरन्डा त सिटिङ रुम हो यो सिटिङ रुम पनि ठिकै छ साथीहरू। त्यही पनि हल्का बढार कुडार त गर्नै पर्यो। अनि त्यसपछि यो चाहिँ बाहिर जाँदैछु म। यहाँ चाहिँ हेर्नु न, कुर्सीको मुनि हाम्रो हिरो बस्नु भएको छ, हिरो कुर्सीको मुनि। अनि यो पनि मैले सफा गरेँ अलिअलि, सबै रुमहरू सफा गरेँ। अब चाहिँ मेरो काम भनेको यहाँ बाहिर यो आँगनलाई यहाँदेखि परसम्म सबै सिनिक्क पार्ने। अनि त्यो चुलो कालो भएको छ हेर्नुहोस् न, त्यो चुलोलाई मैले पोत्नु छ साथीहरू। अब चाहिँ म आँगन बढार्छु। अनि आँगन सागन बढारिसके पछाडि चाहिँ मेरो 9:30 हुन्छ। अनि म खानासाना खान्छु, चुलो पोत्छु, अनि खाना खाएको भाँडा मोल्छु। त्यही नै हो मेरो आजको बिहानी चाहिँ। अनि त्यसपछि अरू कुनै दिन दिउँसोको पनि देखाउँछु हजुरहरूलाई। आजको लागि चाहिँ यति नै। अनि साथीहरू हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु भएको छैन भने गरिदिनु होला र हामीलाई फुल साथ सपोर्ट गरिदिनु होला। मैले जस्तो जाने त्यस्तै नै हजुरहरूलाई भिडियो देखाएँ। त्यही भएर साथीहरू आजको लागि यति नै। हस् त, बाई बाई। फेरि भेटौँला अर्को ब्लगमा भोलि।